ल केटा हो आज चाहिँ हामी घुम्न जान लाग्यो हैन सो आज यतातिर जात्रा छ पब्लिक होलिडेमा जात्रा लाग्दो रहेछ यतातिर जात्रा हेर्न जाम त भनेर हजुर के हो त्यस्तो के कुन हो के भन्छन् आजको लागि या जे भए पनि होस् हाम्रो छुट्टी छ हामी जात्रा हेर्न जाउँ न के छ रहेन दाइ ल युरोपभरि गयो जता त केही थाहै छैन आफूलाई अब तर जाउँ ठिक छ कस्तो कस्तो हुँदो रहेछ हेरौँ गर्मी छ केटा हो यतातिर डर छ नेपालतिर भन्दा नि जोस् गर्मी चाहिँ लास्टै छ यार यतातिर समर सुरु भइसक्यो गाह्रो छ हौ गाह्रो छ धेरै गाह्रो छ के छ कस्तो छ तनाव धौ त भएको छैन नि छैन है दाइ कता जाने कता ल हामी यति टोली जाँदैछौँ हामी यसो घुम्न अरू चाहिँ पछाडितिर एउटा मान्छे पछाडितिर छन् अझै अनि एउटा चाहिँ 2-3 जना चाहिँ गइसकेका छन् अगाडि सो एउटै ठाउँमा काम गर्ने मान्छे सँगै जाँदा रमाइलो हुन्छ भनेर जान लाग्यो नेपालमा दाइ हो नि त नेपालमा के जस्तो होइन बाइकहरू हुन्छ नि त्यस्तै यहाँ प्रत्येक घरमा एउटा गाडी होइन मान्छे पछि गाडी हुन्छ एउटा मान्छेसँग एउटा गाडी हुँदो रहेछ यस्तै हाम्रो नेपालतिर पनि बाइकको ठाउँमा गाडी भए धेरै राम्रो हुन्थ्यो हजुर हो होइन होइन ल दाइले मान्छेले चिन्नु दाइले मान्छेले चिन्नु भएन विशाल भाइ हो त्यो हो यार तपाईँ कस्तो कुरा नगर्नु हो तपाईँ हाम्रो यो टोली चाहिँ रियाकातिर यसो घुम्न जान लाग्छ कुन यो जुत्ता दाइ अनि दाइ ब्रान्ड हो त ब्रान्डको त पर्छ त अनि सबैलाई जुत्ता बनाएको दाइ के यस्तो धेरै नहिँडेको त साथी फत्याक फुतुक भयो त हौ हाम्रै लाग्यो यो बस दाइ यसो हाम्रो भिडियोतिर आयो हल्लो कसै केही गर्नु छैन सब्सक्राइब यसो सबैले सब्सक्राइब गरिदिनु होला हाम्रो कमरेड पार्टी पर हामी सबै हैन हजुर तर लास्ट गर्मी दाइ है गर्मी बाबा केही दिनमै गर्मी भत्ते बढ्यो लास्टै बढ्यो दाइ यार हिजो अस्तिसम्म हावा चलिरहेको थियो अब आज अचानक अब यस्तो खतरनाक घाम लाग्यो केटाहरूले उता अगाडि गएर क्यास सिक्दैछन् रियाका हल्लाउने हो दाइ गएर भन्नाले हल्ला जे होस् हल्लाउने हो दाइ रे सो मजाक सजाक गर्मीले गरायो दाइ पान पराग मेरो दिमाग खराब गरायो गर्मीले ए अङ्कल कति झिक्नु खै पैसा हेरौँ भिडियो खै देखौँ खै हेरौँ खिचिसक्यो धेरै होइन कति 10 युरो 20 युरो ल ठिक छ नेपालको 8000 ल दाइले ला एकचोटिमा दाइले नेपालको कहाँ 8000 खर्च गर्नु जाऊ दाइले त एकचोटिमा के हो यस्तो दाइ यार भुवन दाइ रुक्न हौ गाह्रो भयो यहाँ एउटा कुकुर छ कि रुक्न दाइ झल्लु कुकुर छ यार यो त यार टोक्न आउँछ सिधै झम्किन आउँछ यार हजुर यहाँ कुकुर छ ल टोली अगाडि ल हाम्रो टोली अगाडि गइसकेको छ यहाँ कुकुर छ यो घरमा कुकुर छ क्या मागसम्म भुक्न आउँछ यार खतरनाकसँग यार अहिले पो कता गएको छ कुकुर तर जङ्की छ कुकुर के छ शेर्पा हो शेर्पा हाम्रो शेर्पा कहाँ हामी कता रियाका के अरे जात्रा बजारतिर के लाग्छ अरे मेला लागिरहेको त्यतातिर यसो हेर्नु जाउँ भनेर सोमबारे मेला आज सोमबार होइन सोमबारे मेला लागिरहेछ रिजाकामा बस स्ट्यान्डमा आइपुग्यो अब गाडी आइपुग्न बाँकी छ सब केटा
दाइ आज के हो खासमा? आज हो खै अब क्रिस्चियनहरूको इस्टर के फेस्टिभल भन्छ। आज के हुन्छ कसो हुन्छ हेरौँ होइन। बसौँ एकछिन यार। कस्तो खालको क्यामेरा हो? क्यामेरा त हेरौँ न अब 3 आँखी छ के अब 3 अगाडिबाट यसो गरेर मिल्दैन? फलो लाइक गरिदिनु होला। गर्नु पर्यो यार। यसको चाहिँ कहाँ जुन चाम्लिङ माथि ल यस्तो के छ यतातिर कस्तो छ तनाव छ। बस स्टेसनमा आएर बसिया छ यतिकै। मेरो लागि छुट्टै मगाउनु पर्छ क्या। कृष्णको हराएको वाला हो क्या? कसको चस्मा यो चाहिँ? ऊ दाइको। कति टाढा हो भन्दैछु। ल यतातिर त हल्का शीतल छ यतातिर अहिले चाहिँ। तनाव छ तनाव छ। सस्तो जुत्ता अनि स्पोर्ट हो त राम्रो हुन्छ त अनि सस्तो भयो भने त। अनि 15 रियालको जुत्ता 15 रियाल नेपालमा कति हो? नेपालमा त्यस्तै 450 450 700 देखि 500। ए ठिकै हो त। अनि यहाँ जुत्ता भयो कि महँगोसँग के हेर्नु पर्यो? खुट्टा राख्यो भइगयो नि। हिँड्नलाई राम्रो भयो भइगयो नि। के चाहियो त? के अरे अब हो सही हो। खालि यताबाट ऊ आइरहेछ हेर। यसो सेतो सेतो मान्छे आइरहेछ। लगेर हामी चाहिँ बसमा आइसक्यौँ अहिले होइन। यता साइडमा लड्की बसिरहेको छ। देखा भनेपछि पोती हाल्ने भन्ने डर छ। अगाडितिर 2टा काला भैँसी बसेका छन्। काला भैँसी एउटा यता साइडतिर छ। यसो घुमाम भनेपछि एउटा यता साइडतिर छ। यसरी आफूले देखायो। हामी 2जना यता छौँ। अनि हाम्रो नेपाली पुलिस अगाडि यतातिर छ। अनि यता छ उतातिर अगाडितिर छ हाम्रो नेपाली पुलिस। हामी 2जना चाहिँ पछाडि लास्टमा। अब हाम्रो अरू टोली पनि होला के अरे बस स्टेसनमा होइन। तलतिरको तर छ कि छैन थाहै छैन। हाम्रो नेपाली टोली आउनु सब भैँसी टोली मात्र आइरहेको छ। ल हाम्रो बिर्नु दाइ झुङ्गिरहेछन् कि हो? त्यो मोबाइल ल कसलाई हेर्छ न सुन्टुले यसरी। क्रिस्चियनहरूको के मेन के चाड हो अरे आज? त्यो चाडमा मेलातिर गइदिउँ न त। के भन्छ अरे? इस्टर मन्डे भन्ने रहेछ एउटा फेस्टिभल के रहेछ उनीहरूको। अल युरोप भरि ठिक हो। हामीलाई पनि बिदा छुट्टी दिएकै छ। नेपालको संविधान दिवस भनेको के अरे? नेपालको संविधान दिवस भनेको ए ल हाम्रो दाइहरू उता बसिराख्नु भएको छ। यता साइडतिर चाहिँ हाम्रो यसो अन्टी बस्नु भएको छ होइन। यस्तो नहेर गोली हाल्ने। उता हाम्रो विष्णु दाइ र त्यहीहरूको ला यो बसले हेर्नै दिनु। बिहानमै नै उठाएपछि दिएको थियो कसले? विष्णु दाइले फ्रेसमै छैन। अहिले हल्का फ्रेसमा छ न। अघि भर्खर खाना खाँदाखेरि त खाएको हो नि रेड लेभल। 3जनाले खाएँ अघि। ल हामी चाहिँ यता बजारतिर आइपुगिसक्यौँ अहिले चाहिँ। यहाँ 3जना छौँ हामी। एउटा यता अनि म चाहिँ यता। अरू केटाहरू चाहिँ अगाडितिर छन्। अरू कतै छ? ऊ एउटा दाइ चाहिँ यतातिर हुनुहुन्छ। अरू दाइ चाहिँ अगाडितिर। हजुर दाइ खुल्ला छ त हजुर? खुल्ला रहेछ। बर्गर खुल्ला छ। किन खुल्ला छैन? उता देख्दैन भित्र। पानी उयो त्यो खाने पानी रहेछ नि त। खाने जाउँ न दाइ। बोतल छैन? ल
ला बोतल भइदियो बोतलमा अहिले खाने हुन्थ्यो नि पानी यार पानी प्यास लागेको छ पसलहरू सबै बन्द छ यहाँ यो बोलाखारी कम्पनीले ल केटा यता आन्टीहरू दिदीहरू चाहिँ राम्रो राम्रो छन् राम्रो राम्रो छन् त यहाँ त दाइ यो के अरे आज त के हो भन्थे के हो यहाँ सुनसान छ त दाइ यार कता हो दाइ ए लागिराख यता सिसाइडतिर त्यतातिर जानुपर्छ अब हजुर ठिक छ घटाऊ कि आफैको राखौ ए के गर्ने हो यहाँ आएर हिँडेको हामी अब बसमा पुरा जान लाग्यो ए सरी दाइ हामी कहाँ जाने त अब दाइ कहाँ जाने हामी हात दर दुख्दो रहेछ आइयो घुम्नलाई त आइयो आउन त तर घुम्न आएको नि केही छैन बे जोतको चाहिँ मेला ठेला होला भनेर आएको त केही छैन त्यही पनि ठिकै छ ल सिग्नल पनि कतिखेर खुल्ने हो बे म सिग्नलै खुल्दैन बे कोही केटाहरू आयो कि उतैदेखि चल्दियो कि यहीँबाट आउनु रहेछ जाउँ गाडी चाहिँ ठिक छ होइन मिनी भाइको ब्लगमा ल दाइ आउनु न दाइ के अरे सब्सक्राइब लाइक सेयर एन्ड सब्सक्राइब प्लिज त्यो नाम के छ पाण्डव गिरी पाण्डव गिरी मेरो भाइकोमा यति त गर्नु पर्यो त दाइ पाण्डव गिरी फ्रम टाङ घोराई सबै सब हुनुपर्छ सब एकैचोटि गर्नुपर्छ भाइ के बोल्दै पनि गर यस्तो हो भनेर अलिक बोल्ने दाइ बोल्ने किन्न बोल्ने एकछिन अघि भर्खर बोलेको थियो बोल्ने दाइसँग लगा के त्यो खै त्यो त्यो चस्मी दाइसँग चाराखे दाइ कता गयो कता तिनीहरू त्यो दाइसँग जानु बिसुन दाइहरू कता गयो कता त्यो दाइ बिस्तारै बिस्तारै सिक्ने दाइ होइन के छ र फर्स्टमा हो सिक्दै जाँदा कोही सिकेर आउँदैन सबै सिक्ने हो दाइ बिस्तारै बिस्तारै सिक्ने ओइ बोतल सक्यो भने नफाल है यो पानी आउँछ त्यो पानी भरेर खानुपर्छ अहिले जाउँ ओ विशाल त्यो बोतल नफाल है ओ शेर्पा त्यो बोतल नफाल्ने भन है बोतल चाहिन्छ नि पानी खानलाई हो कि नै भन्दा यस हो भन्नु न कस्तो यास हो यार हो भन्नु न त्यो यहाँ ऊ छैन अस्ति भास्तै पञ्च हान्ने पञ्च हान्ने त होला तर एक सर्ट पञ्च हान्नु पर्ला के ल हाम्रो केटाहरू सबै पछाडितिर छन् कोही छ अगाडितिर माछा साछा देखिन्न जान्न नि दाइ 1.5 लाख फोन चिन्ता लाग्छ नि खस्यो भनेपछि
यहाँ कति कति गयो 1.5 लाख गयो गयो नि दाइ कति हजार कति रेसको ला माछा ल कता दाइ ल माछा हेर्नु माछा माछा ल यतातिर त्यो पो दाइ किन एक्लै एक्लै पछि पछि हो ठिक छ हो त्यो त हो दाइ यहाँ त नेपालको जङ्गलको जस्तो बास्ना आयो त सुटिङ होइन म जोधमा नेपालको जङ्गलमा गए बेला त्यो एउटा ऊ हुन्छ नि सल्लोको खोटो आउँछ नि हो खोटोको ऊ जो बास्ना जस्तो माने यार मैले त ला माछा त ओइ माथि माथि छ नि त यो माछा त यार गहिरो छ त यार यो त यत्रो जहाज आउनुपर्छ न यिनी माछालाई समातेर खच्च गोजीमा हाल्न पाए कति मजा हुन्थ्यो होला यो पङ्खा यसमा होला त हाल्यो होइन माछा जान्न दाइ म कहाँबाट फाल्ला यो मोबाइल आफू खसिजामला पनि मोबाइल फाल्दैन जाउँ है छेर्पा उतातिर कुन दाइ कुन यो हरियो कलरको कुन यो हरियो त्यो कालो ए यस्तरी घुमाउने यो साईको बनाउला त त्यो पिङले त त्यो पिङले त साईको बनाउँछ तर पञ्च हान्ने छैन होला सायद अहिले छ जे गरे नि दाइ लगेर अहिले बिच साइडतिर छौँ मोटे ढुङ्गा ल्याउन ढुङ्गाले यहीँबाट हानेर माछा मारिदिउँ के मोटे जाने पिङ खेल्न जाऊ न पञ्च हान्ने गएर एक हानेर भत्काइदिने कि त्यो पुरै नै हामी चाहिँ अब कहाँ जाने रे कहाँ जाने पञ्च हान्न होइन पञ्चिङ हान्ने त्यसको रेकर्ड नै तोडिदिउँ होइन हानेर थाहै छैन होला त्यो 900सम्म हुन्छ त्यसको रेकर्ड त्यही त तर कहाँ पो छ त अनि त्यहाँ त्यो दाइरलाई थाहा छ कि कहाँ छ भनेर त्यही त यहीँ हो कि तर छैन कि अहिले बाहिर छैन अब भित्रतिर कता राखेको छ थाहै छैन उता पछाडि पञ्च हान्ने ठाउँ कहाँ छ पञ्च हान्ने ठाउँ अगाडि त छैन पञ्च कता छ पञ्च हान्ने दाइ पञ्च हान्ने भित्र छ अरे मोटे खै त कहाँ भित्र त्यो मलाई पनि थाहा छैन छ दाइ कहाँ भित्र उता छ होला मोटु यहाँदेखि भित्र जानुपर्छ होला यताभित्र त्यहाँदेखि भित्र यो गेटदेखि भित्र जानुपर्छ होला सायद जाउँ ल हामी चाहिँ अब यसो मेलातिर जाउँ यहाँदेखि भित्र जाउँ न टिकट काट्नु पर्दैन क्या यता जाउँ न यता अब उहाँ पार्टी छ ल पञ्च तर ऊ पो त्यो के अरे खुट्टाले हान्दै देख्यो एउटा तर अर्को त देखिन नि यार
यो मात्र छताबाट खुट्टाले हान्ने मात्र कहाँ छ अरे त्यहाँ छ ल जाउँ कति छ 800 लो 1 युरो जेदान युरो 2 चोटि एकमा 2 चोटि हो क्या होला खोइ छैन ए हातले हान्ने पनि यही रहेछ त नि म हान्छु यता कताबाट यताबाट देखाउन त्यहाँ हानेको ट्याक्टर ल एकचोटि हान्छ है ल यही हो सक्यो ल 918 ल 19 ल केटाहरूले हानान गरिरहेको छन् अब ल भएन लाएन कालो भागमा हिँड्छ क्या ल हाम्रो केटाहरूले चाहिँ यहाँ पिङ खेलिरहेको छन् कसैले के गरिरहेको छन् यहाँ तनाव छ यहाँ ल हेर घुमेर आनी ल हेर